Hello guys. Hello guys. म आज गान्तोकको यहाँ माथि सिक्किम आएको छु। अनि मलाई यसो गाडी पार्किङ गरेर चाहिँ यहाँ यसो भिडियो गर्नु मन लाग्यो। पारी तो भइरहेछ, शीतल दिन भइरहेको छ। यहाँ एसेम्ब्ली हाउसको छेउमा पार्किङ गरे। यो सिक्किमको एसेम्ब्ली हाउस हो। यहाँ एसेम्ब्ली हाउसको पछाडितिर यसो पार्किङमा आउँदाखेरि अनि भिडियो गर्नु मन लागेको थियो। भिडियो गरेको राम्रो लाग्यो, राम्रो छ। बाटोहरू पनि यस्तो छ, गाडीहरू स्टिचहरू। फेसबाट त मेरो ख्यालमा दिँदैन होला भिडियो गर्नु। पर पार्किङ गरेँ मैले, पार्किङ गरेर चाहिँ मैले यसो भिडियो बनाउँ भनेर सोचेँ। यहाँ छेउमा अनि रोपवे पनि छ। अनि यहाँ एसेम्ब्ली कतिमा निकाल्नु भयो तपाईँले मोबाइल? अहिले यस्तो छ। यो चाहिँ मेरो ख्यालमा भीमराज अम्बेडकरज्यूको स्ट्याच्यु हो यो। भीमराज अम्बेडकर चाहिँ उहाँले चाहिँ यो लेखेको संविधान, इन्डियाको संविधान लेखेको हो। यस्तो छ जग्गा, यति राम्रो छ है जग्गाहरू। अनि सिक्किम एसेम्ब्ली, सिक्किम लेजिस्लेटिभ एसेम्ब्ली यो यस्तो छ। त्यहाँनिर अगाडितिरबाट साइड दिँदैन होला, त्यो गर्नुको लागि, भिडियो गर्नुको लागि। यस्तो छ, राम्रो छ जग्गा। कति भयो हो, रुपियाँहरू पनि छ। अगाडितिर गएर साइड दिँदैन भिडियो गर्नुको लागि। राम्रो छ यस्तो। एसेम्ब्लीको छेउमा छ। शीतल दिन हुन आँटेको छ, शीतल दिन भइरहेछ। हावा चिसो चलेको छ। सिलगढीमा त पुरा गर्मी छ, अहिले पनि यहाँ चाहिँ शीतल छ, राम्रो छ। शीतल दिन भइरहेछ। पारी कस्तो राम्रो यो भइरहेछ। अनि थियो सबैजनालाई पारी यस्तो धेरै भएर आएछ। त्यो यस्तै छ। आएको छ भनेर मैले भिडियो गरेको। राम्रो छ सिक्किम, राम्रो जग्गा छ।
ल सबैजनालाई बाई 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 बाई